रुकुम जिल्ला आरबिसकोट नगरपालिकामा अस्ति भर्खर कार्तिक 7 गते जीव दुर्घटना भयो। त्यसमा 1 नम्बर वडा 2 नम्बर 3 नम्बर वडाका व्यक्ति पर्नुभयो मृत्यु हुनेमा। चाहिँ उहाँहरूको उमेर हेर्नुहोस् त, यो कलिलो उमेरमा के थाहा त अब है, भगवानको खेल हो। अब मेला लागिरहेछ, रमाइलो होला, राडी बजारमा मेला लागिरहेछ, मेला जाउँला भन्ने उहाँहरूको सपना पनि थियो होला। दसैँ तिहार त मनाउन पाउनुभयो। दसैँ तिहार मनाइसकेपछि अब मेला आउँदैछ है साथीहरू, मेला जानुपर्छ भन्ने उहाँहरूको विचार थियो होला। कतिपयसँग फोनमा पनि कुरा गर्नुभएको थियो होला। एकदम दुःखद घटना यो। आरबिसकोट नगरपालिकाकै 14 नम्बरमा पनि अस्ति भर्खर 2-3 जना कति त्यस्तै ठुलीभेरीमा त्यस्तै घटना भयो है, त्यहाँ पनि भयो। अनि भूकम्पले पनि त्यतिकै सताइरहेको थियो, जनताहरूलाई दुःख भइरहेछ। त्यो बेलामा पनि मानव क्षति धेरै भयो। भगवानको लीला पनि के हो, एकै ठाउँमा चिर्को पर्या ठाउँमै फेरि चिर्को पर्नुपर्ने।